हेलो गाइज, आज चाहिँ हामी उतातिर पारीतिर बजारतिर गइरहेछौँ गाइज। त्यहाँ के अरे थानकोटतिर। यो चाहिँ भिनाजुको भ्लगमा आउँछ गाइज। के भन न भिनाजु। हामी उता खरिबोटतिर घुम्न जाँदैछौँ गाइज त्यही हो गाइज। अहिले चाहिँ हेर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला भिनाजुलाई। कति सब्सक्राइब पुग्यो अरे? 131 पुग्यो हान सब्सक्राइब गाइज। सब्सक्राइब गरिदिनु होला गाइज। यो चाहिँ भिनाजुको भिडियोमा आउँछ, हेरिदिनु होला। पैसा थियो पछाडि सनसेट गाइज। खरिबोट जाने भन्यो। फाइट खेल्न लागेको अब यो अहिले हामीले बोली आउँछ। यो कट्टा गर्ने माथितिर बोली माथि हाल्ने हो क्या, त्यस्तो गर्ने। यता हिँडिया माथि हाल्ने। यहाँ चाहिँ गाई चाहिँ हाम्रो चाहिँ त्यहाँ क्यारेट छ। हाम्रो चाहिँ आज चाहिँ 10-12 क्यारेट पठायौँ आज चाहिँ गाई चाहिँ भिनाजु हन। यहाँ म माथि पुगेर आउँछु। यहाँ चाहिँ गाइज यहाँ चाहिँ यहाँ फुटबल खेल्ने ठाउँ हो यो चाहिँ गाइज। चाहिँ हाम्रा यहाँ किशोर छन् गाइज चाहिँ यहाँले कहाँ घुराएको सब्सक्राइब हाल्नु नि। यहाँ चाहिँ गाइज किशोर हन्। गाइज गाउँको जस्तो भेडा पनि यहाँ पनि हुँदो रहेछ गाइज। यी गाइज सिंह नभया यस्तो छन्। हाम्रो गाउँतिर के भया हुँदा सिंह भएको, कान भएको, रौँ भएको, सिंह भएको हुन्छ नि। यो त सानो हुन्छ नि। गाइज अलिअलि बोल्न थालिरहेछन्। त्यही हो पहिलाभन्दा पनि। साथ सपोर्ट दिनु पऱ्यो होइन। बोल्न त बोलिहाल्छ। सपोर्ट गर्नु पऱ्यो पहिला बत्तम सपोर्ट। ये 50 सब्सक्राइब पुग्यो भनेपछि भिनाजुले केक काट्छन् गाइज। सब्सक्राइब गर्नु पऱ्यो चाँडो। ओ राइट ठाउँ आऊ गाइज। हामी चाहिँ चोक पनि पुगिसक्यौँ अहिले चाहिँ। चोक चाहिँ यस्तो हुन्छ। त्यहाँतिर काठमाडौँको चोक। गाइज अहिले हामी त्रिभुवन पार्क पनि पुगिसक्यौँ गाइज। त्रिभुवन पार्क चाहिँ उतै माथि छ। त्यो आर्मीका तरफ ऊ त्यहाँ हो त्रिभुवनी पार्क भन्ने। यहाँ चाहिँ म पहिला कम्पु खेल्थेँ गाइज। यहाँ चाहिँ पहिला म कम्पु कराते सिकेर आएँ। यहाँ आजभोलि चाहिँ खेल्दैन रहेछन् गाइज। ए अब खेलाउँ त रहे हानु घर बाइजु अहिले गाइज हामी चाहिँ चोक पोस्टमा पनि पुगिसक्यौँ। यहाँ चाहिँ गाइज त्यो कुन स्कुल पऱ्यो यहाँ चाहिँ गाइज गाडीको कम्पनी थियो। अहिले चाहिँ गाडी हस्ने कम्पनी थियो। अहिले चाहिँ हटाइसकेछ। अहिले थोरै छन् गाइज। त्यहाँ यहाँतिर यहीँ थियो गाइज। गाइज हामी चाहिँ यहाँबाट गइरहेछौँ उता
धेरै परिवर्तन गर्ने हामी भाउजू यहाँ चाहिँ घोगा पनि कता ठुला गाई छ हेर्नु त गाई छ पुरा घोगै घोबा ऊ डाँडा चन्दागिरी गाई छ चन्दागिरी त्यो चाहिँ चन्दागिरी यहाँ चाहिँ ऊ घोगा ट्याक्कै घन्टा बरफ गाई आइकन टिप्पो भन्नु गरे खाया बरफ